हेलो दर्शकहरू, म यो मसिनाको यो सटिघाट भन्ने ठाउँमा माथि बरफिपलनिर पर कट्टाखोला जाने बाटोनिर छु। अनि म यहीँ एउटा दिदीले अनि बोलाएर ल्याउनु भयो सामान के लग्ने छ भो, त्यही भएर म यहाँ भिडियो गर्दैछु। अनि यो ठाउँमा अनि धेरै राम्रो अनि रमाइलो छ, अनि सुनसान वातावरण भएको ठाउँ, अनि हरियाली पनि छ। तपाईहरुलाई यो ठाउँ कस्तो लाग्छ? अनि हेर्नुस् यो हरियाली, अनि यो बल्ली जाने बाटो हो, यहाँबाट माथि बल्ली जान्छ। अनि त्यही ठाउँनिर छु म। अनि हेर्नुस् कस्तो राम्रो छ यो ठाउँ। अनि यो कट्टाखोला जाने बाटो हो, अनि यहाँदेखि कट्टाखोला जान्छ। अनि म पनि यहीँ छु। अनि हेर्नुस् यो ठाउँ धेरै राम्रो छ, हरियाली छ। काठको पुल भन्छ तलको यो सानो यो बल्ली जाने काठको पुल हो। सामने यो काठको पुल छ, यहाँ देखिरहनु भएको छ हजुरहरूले। यो ठाउँ जस्तो भए पनि अनि घाँसपातको सुविधा, दाउराहरू सबै कुराको सुविधा भएको ठाउँ हो। यहाँसम्म अनि यो माथिसम्म जान्छ स्कुलको बस पनि। राम्रो ठाउँ छ। यो बाटो अलि माथिबाट अलि चाहिँ यो भिरबाट अलि ढुङ्गा पल्टिने डर छ, यहाँ त्यही खतरा हो। अरू सबै राम्रो छ यो ठाउँमा। कस्तो मान्नुहुन्छ यो ठाउँलाई? लाइक, कमेन्ट, सेयर अनि फलो गरिदिनु होला। म आज यो कट्टाखोला जाने बाटोको छेउमै छु। हेर्नुस् कस्तो मान्नुहुन्छ हजुरहरूले यो ठाउँलाई। म एकछिनपछि अब घोराइतर्फ जानेछु। हुन्छ, धन्यवाद।